घर सम्झी आउनु मेरो हजुरा घर सम्झी आउनु मेरो हजुरा। धन्यवाद यस कार्यक्रमको सञ्चालकज्यूलाई, लोक सांस्कृतिक संगठन प्रतिष्ठान रेलपाको आयोजनामा परिवर्तन कृषि तथा सांस्कृतिक महोत्सव 2081 को यस उद्घाटन कार्यक्रमको अध्यक्षको आजका परिमल अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता तथा पूर्व शिक्षा तथा स्वास्थ्य विश्व समितिका आदरणीय सभापतिज्यू, त्यसैपल्ट मञ्चमा आसन विशेष अतिथिज्यूहरू, सम्पन्न अतिथिज्यूहरू र यो कार्यक्रमलाई, यो उद्घाटन कार्यक्रमलाई भव्य र सफल रूपमा सम्पन्न गराउनको लागि विभिन्न टोलमा बस्तीबाट आफ्नो झाँकी सहित आफ्नो पोसाकमा आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाबुवाहरूमा म परिवर्तन गाउँपालिकाको तर्फबाट र मेरो स्वयं व्यक्तिगत तर्फबाट सबैमा अभिवादन व्यक्त गर्छु। सर्वप्रथम जसरी यो मभन्दा पहिले बोल्ने वक्ताहरूले चर्चा गरेको जस्तै वास्तवमा यो भूमिलाई, यो कला र संस्कृतिको संरक्षण गर्ने र त्यो मात्र नभएर किसानले उत्पादन गरेको वस्तुको प्रदर्शनीमा राखेर त्यसलाई थप हौसला प्रदान गर्दै किनबेचको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने हेतुले जुन यो महोत्सवको आयोजना गरिएको छ, यो महोत्सव जुन उद्देश्यको समेटेको छ, यो उद्देश्य मेरो भव्य र सफल रूपमा सम्पन्न होस् भनेर म अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। निश्चित रूपमा हाम्रो सबैको दायित्व सरकार, विभिन्न संस्थादेखि लिएर विभिन्न राजनीतिक पार्टीहरूदेखि लिएर सबै जनताको दायित्व के हो भने जो हिजोको हाम्रो पुर्खाहरूले आन्दोलन गरेका कुराहरू, हाम्रो पुर्खाहरूले नै सुरु गरेका कुराहरू, जसरी पोजिटिभ कुराहरू अथवा सकारात्मक कुराहरूलाई चाहिँ हामीले ग्रहण गर्दै त्यसले वास्तवमा संरक्षण गर्न सक्छौँ भने त्यो हाम्रो लागि पुँजी हो। जति बेला हामीले त्यो पुँजीको रूपमा हामी लिन सक्छौँ, चाहे हाम्रो कला होस्, चाहे हाम्रो संस्कृति होस्, चाहे हाम्रो भाषा होस्, हाम्रो लोकमुलाय भाषा मात्र भएर विभिन्न खालका चाहिँ हाम्रो जुन परम्परागत रूपमा चाहिँ हामीले अवलम्बन गर्दै आएका कतिपय हाम्रा चाहिँ विभिन्न चाहिँ के छन् संस्कृतिहरू चाहिँ छन्, त्यसलाई संरक्षण गर्न भनेको तपाईँ हाम्रो सबैको दायित्व हो। त्यो संरक्षण गर्ने माध्यम भनेको विभिन्न खालका चाहिने प्रदर्शनीका माध्यमबाट, सांस्कृतिक कार्यक्रमको माध्यमबाट र भाषाको माध्यमबाट गर्ने कुरा हो। त्यसो भएदेखि यो परिवर्तन गाउँपालिकाले विभिन्न तरिकाले चाहिँ सङ्घ संस्थाको माध्यमबाट होस् वा सरकारले आफै पनि के हो भन्दाखेरि यस्ता खालका कला संस्कृतिको संरक्षण गर्ने हेतुले प्रदर्शनी गर्दै त्यसको विकास गर्ने हिसाबले र त्यो मात्र नभएर हामीले परिवर्तन गाउँपालिकामा बोलिने भाषा, विशेष खास भाषा जो लोकमुलुक छ, त्यसलाई समेत पनि हामीले प्रबन्धन गर्ने हिसाबले, त्यसलाई विकास गर्ने हिसाबले र त्यसलाई संरक्षण गर्ने हिसाबले हामीले चाहिँ स्थानीय पाठ्यक्रमको माध्यमबाट लागू गरेको हिसाबले होस्। हामीले हाम्रो तर्फबाट चाहिँ जुन उद्देश्य हामीले सरकारले राखेका छौँ, ती सरकारले लिएको उद्देश्यलाई पुरा गर्ने हिसाबले जुन पनि कार्यक्रम आयोजना गरेको छ, त्यसलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। निश्चित रूपमा यो चर्चा भयो। हाम्रा चाहिँ सिङ्गारी नाचका चाहिँ कलाकार मित्रहरू पनि यहाँ आफ्नो गीतको माध्यमबाट चाहिँ हाम्रो सरकारलाई हामीले अहिले झकझगाउने काम गर्नुभयो। निश्चित रूपमा राज्य आफ्नो गतिमा त गइराखेको छ। हामी आफ्नो तरिकाले हामीसँग भएको स्रोत साधनलाई जति सकिन्छ जनताको पक्षमा काम गर्ने गरी कोसिस त गरिराखेका छौँ, तर के हो भने तपाईँले अपेक्षा गरे अनुसार हामीले काम गर्न सकिरहेका छौँ। किनकि त्यसको अन्तिमको कुरा भनेको स्रोत साधनको कुरा हो, हामीसँग पैसाको कुरा हो, हामीसँग बजेटको कुरा हो। त्यसो भएदाखेरि हामीसँग प्राप्त मात्रामा हामीसँग बजेट हुन्थ्यो भने, प्राप्त मात्रामा हामीले पैसा हुन्थ्यो भने, स्वाभाविक हुन्थ्यो भने हामीले तपाईँको अपेक्षाहरू हामी पुरा गर्न सक्छौँ। तर त्यसो हुँदाखेरि पनि हाम्रो तर्फबाट हामीले प्रयत्न गरिराखेका छौँ। हामीले हाम्रो
गरेका छौँ। जुन एउटा शहीद मार्गको कुरा गर्नुभयो, शहीद मार्ग वास्तवमा चाहिँ सङ्घीय सरकारको कार्यक्षेत्रभित्र भएर सङ्घीय सरकारका प्रतिनिधिले उहाँले कोसिस गरेर बजेटको पहल नगरेको कुरा होइन। बजेटको पहल गरेर बजेटले आउने गरेछ, तर मुख्य समस्यामा विभिन्न कारणले कारोबारको पाटोमा समस्याहरू छ। तपाईँको चाहिँ दुई घडीदेखि 78 हप्तादेखि तपाईँको चाहिँ अहिले यो चाहिँ सिम्बनसम्मको चाहिँ कालो पत्र सेटको कामको चाहिँ ठेक्का भइरहेछ, तपाईँ देखिरहनु भएको छ। त्यस्तै प्रकार तल भरि मात्र तपाईँको चिरोबाट यो चक्रसम्मको जुन खण्ड चाहिँ तपाईँको काम सुरु भएको थिएन, यो आर्थिक वर्षमा त्यो पहिलेको अर्थमन्त्री वर्षमा जुन बजेटको व्यवस्था गर्नुभएको थियो त्यो भन्नु तपाईँको चाहिँ अहिले के छ भने त्यो ठेक्काको काम चाहिँ अगाडि बढेको छ। र त्यस्तै प्रकार जुन तपाईँको चाहिँ यो भैरवीदेखि तपाईँको घरसम्मको बाटोको अवस्थाको त्यो प्राविधिक कारणले गर्दाखेरि बजेटको अभावको कुरा भन्दा पनि प्राविधिक कार्यको काम चाहिँ हुन सकेको छैन। यो बाटो चाहिँ कतिपय कानुनहरू कतिपय ऐनहरूको कारणले गर्दाखेरि विभिन्न खालको समस्याहरू स्वाभाविक हामीले भोग्नु पर्ने अवस्था चाहिँ छ। जस्तै तपाईँको चाहिँ त्यो बाटो पब्लिकले हेर्दाखेरि अवस्थामा अझ तपाईँले हेर्दाखेरि अवस्थामा कालो पत्र भएको केही समयदेखि उत्रिएको छ, यो के हेरेको आउनु भन्ने खालको सबैको चासो पनि छ। तर त्यसको विविध कारणहरू छन्। विविध कारणको कारणले यो त्यो निर्माण गरेर निर्माण व्यवसायले तपाईँको शहीद मार्ग कार्यलाई विपक्षी बनाएर मुद्दा हालेर चाहिँ त्यो लामो समय निर्णय लामो समय काम अगाडि बढ्न सकिन। अहिले मात्रै त्यो फैसलाबाट त्यो शहीद मार्ग कार्यालयले चाहिँ सम्बन्धित निर्णय व्यवसायले तपाईँको चाहिँ छिर्नेको रूपमा चाहिँ रूपले दिएर त्यसपछि मात्रै काम अगाडि बढाउने गरी चाहिँ तपाईँको चाहिँ तपाईँको छिरी पनि दिइसकेपछि त्यो काम तपाईँको अब विद्यार भइसकेको छ। विद्यार बुझ्ने कुरा त्यसै वातावरण प्रभाव परीक्षण मिलान गरेर चाहिँ अगाडि बढ्न सक्यो भने मात्रै त्यो ठेक्का आउने गरेछ। यस्तै खालका कारणहरू चाहिँ छन्। र पनि त्यो होलीदेखि लिएकाको खण्डको कुरा आउँछ भने मैले ठगनसम्म खण्ड चाहिँ निकट भविष्यमै यो बाटो चाहिँ करिब 1 वर्षदेखि कालोपत्र भइहाल्छ र बाँकी जब ठेक्का भएका बाटो पनि निकट भविष्यले कालोपत्री भएर अवश्य पनि के भने तपाईँ हाम्रो सडक जुन यो लाग्ने बाटो चाहिँ जुन हामीले भनासो हुनुपर्छ भन्ने पनि तपाईँको चाहना छ, अवश्य त्यो पुरा आउँछ भन्ने कुरा म तपाईँको लागि चाहे। त्यसै प्रकार गाउँपालिकाबाट भोटे गाउँसम्म जाने बाटोहरू र गाउँपालिकाबाट अन्तरपालिका जिल्ला जाने बाटोहरूलाई हामीले हाम्रो स्वरूपबाट भ्यासमा हामी त्यसलाई बर्खाको समयमा पनि हामी मिलिपर्ने कोसिस गरेका छौँ। अझ हामीले समयमै दसैँ तिहारको अगाडि हामीले बाटोलाई सुचारू गर्ने हामीले कोसिस गरेका छौँ। जति हाम्रो सुरक्षा साधनहरू छ त्यो अनुसार हामीले काम गरिराखेका छौँ। त्यसो भएको कारणले तर बाटो मात्र बनाएर हुँदैन, बाटोसँग अनिवार्य गर्ने कुरा भनेको उत्पादनको कुरा हो। उत्पादनसँग अनिवार्य किनकि हाम्रो यहाँको सन्दर्भमा चाहिँ कृषिलाई गर्न सकिनु भने कृषिको व्यवसायको कुराले हामीले ख्याल गर्न सकिनु भने हामीले रोजगार पनि सिर्जना गर्न सकिनौँ। रोजगार सिर्जना मात्र होइन, हामीले चाहिँ के भने आर्थिक समृद्धि पनि हासिल गर्न सकिनौँ। किनकि हाम्रो परिवर्तन गाउँपालिकामा अहिले ठुला उद्योगभन्दा कारखानाको सम्भावना छैन। हामीले कृषिको व्यवसाय गर्न आधुनिक गराउने त्यसको माध्यमबाट के भन्दाखेरि हामीले समृद्धि हासिल गर्न सक्छौँ। त्यसको माध्यमबाट के भन्दाखेरि हामीले चाहिँ यो परिवर्तन गाउँपालिका विकास गर्न सक्छौँ भन्ने हिसाबले हामीले जुन किसानहरूले पानी गरेर विभिन्न खालका चाहिँ सुन्तला होला चाहिँ काक्ती होला जुन तपाईँको चाहिँ तरकारी होला त्यो चाहिँ हामी पानी गरेर बजार पाइनौँ, हामीले मूल्य पानी बनेर एक आधारमा चाहिँ केही गुनासो छ त्यसलाई समाधान गर्ने गरी हामीले चक्रमा हामीले कोल्ड स्टोर निर्माण गर्ने गरी चाहिँ हामीले अहिले चाहिँ ठेक्का निकालिसकेका छौँ। र अब अनुसार कोल्ड स्टोरको निर्माण सम्पन्न हुन्छ र मेरो कार्यक्रमले कोल्ड स्टोरलाई 25 सङ्ख्यामा हामीले सुचारू गर्ने कुरा तयारी गरेका छौँ। यदि त्यो गर्न सक्यो भने मेरो लाग्छ किसानको गुनासोले हामीले जुन तपाईँको बिक्री होइन मूल्य पाइन भन्ने खान्छ त्यसलाई समाधान गर्ने हामीले अतिरिक्तमा हामीले प्रयत्न गर्नेछौँ। त्यो मात्र नभए अहिले हाम्रो पालिकाले चाहिँ किसानको क्षमता वृद्धि गर्ने हिसाबले भनौँ चाहिँ किसानहरूलाई तपाईँको चाहिने बजारसँग जोड्नुको लागि चाहिने बाटो बन्नु भएन बेलामा चाहिँ हामीले आफ्नो जिसिबी पठाएर चाहिँ त्यो बाटो खोलेर सही बनाउने हिसाबले भन्छौँ। हामीले आफ्नो ठाउँबाट चाहिँ उत्पादन भएकोलाई सकेसम्म बजारमा पुऱ्याएर चाहिँ मूल्य पाउने हिसाबले हामीले त्यो सुनिश्चित गर्ने गरी चाहिँ काम अगाडि बढाएको कुरा पनि तपाईँलाई थाहा छ। त्यसो भएकोले कृषिमा के भने हामीले यो काम गरिरहेका छौँ। तर यसो काम गर्दा गरे पनि एउटा प्रमुख कुरा हामीमा कृषिमा जाने के भने शिक्षा हो। यदि हामी शिक्षामा हामी राम्रो गर्न सक्नु भने हामी शिक्षामा हाम्रो चाहिँ जुन खालको सबै
मान्छेहरू शिक्षित बन्न सक्यौँ र शिक्षित मात्र होइन दक्ष बन्न सक्यौँ भनेपछि मात्र हाम्रो समाजको विकास हुन्छ र हामी मान्छे शिक्षित भयौँ भने मात्र अगाडि बढाउन सक्छौँ। त्यसको लागि परिवर्तन गर्नले प्रयास गरिराखेको छ। हामीसँग सीमित रकममा संसार हुँदा पनि तपाईँले थाहा छ निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दैनिक शिक्षाको व्यवस्था गरेर आज अभिभावकको अनुदान अघि बढ्दा हामी कम गरेका छौँ। आज विद्यालयमा विभिन्न तरिकाले तपाईँको जुन खालको शुल्क उठाइन्थ्यो त्यो शुल्कलाई कतिपय हामीले जिरो बनाएका छौँ भने कतिपय शुल्कले हामीले चाहिँ के गर्यौँ भने 1 रुपियाँमा चाहिँ कायम गर्ने गरी अगाडि लागू गरेका छौँ। त्यसैले मलाई लाग्छ हामीले चाहिँ छात्रवृत्तिको माध्यमबाट अङ्ग्रेजी विज्ञानमा स्नातक अध्ययन गर्ने छात्रहरूलाई चाहिँ अगाडि सपोर्ट गर्न सक्ने भनौँ चाहिँ निवेश अध्ययन गर्न सक्ने भनौँ विभिन्न तरिकाले चाहिँ ल्याउने शिक्षालाई प्राथमिकरण दिँदै अहिले हामीले गत सालबाट हाम्रो शिक्षाको अवस्था के छ भनेर हामीले परीक्षण गर्ने कोसिस गरेका छौँ र गत साल कक्षाको परीक्षा रिजल्ट प्रकाशन गर्दाखेरि 8% मात्र चाहिँ हाम्रो विद्यार्थी पास हुने अवस्था थियो। आज 8% होइन, अब यो महिनाभित्र हाम्रो रिजल्ट प्रकाशन गरिन्छ कक्षा 5 कक्षा 8 रिजल्ट गत सालको भन्दा सुधार भएको छ। यसले के भन्छ भन्दा हामीले चाहिँ अगाडि चाहिँ शिक्षामा केही सुधार गरेको छ तर हामीले मात्र प्रयोगले हुँदैन। त्यसैले आम सबैले तपाईँ विशेष अभिभावकहरूले पोलिटिकल पार्टीका नेताहरूले लगायत सबैले के गरे शिक्षालाई सुधार गर्ने गरी छलफल गर्ने भर गर्ने र त्यसको बारेबाट अगाडि बढ्ने सक्यो भन्ने मलाई लाग्छ। मेरो कार्यकालमा मैले चाहिँ एउटा महसुस हुने गरी शिक्षाले केही उद्देश्य हासिल गर्न सकिन्छ भन्ने हिसाबले काम चाहिँ अगाडि बढाएको कुरा चाहिँ तपाईँ थाहा छ। त्यसो भए हामीले निश्चितमा र अन्तिममा म के भन्न चाहे भन्दा स्वास्थ्यको किसिममा त हामीले हिजो समस्या छैन। दुर्गम बस्तीहरू दुर्गम गाउँमा अवश्य पनि अलिकति स्वास्थ्यको पहुँचमा पुर्याउन केही कठिनाइ भएको कुरा साँचो, किनकि त्यहाँ तपाईँको चाहिँ कतिपय ठाउँमा सामान्य स्वास्थ्य इकाइ स्थापनाको आवश्यकता छ। सामान्य स्वास्थ्य इकाइ स्थापना गर्नको लागि चाहिँ त्यहाँ करिब 3 जना तपाईँको वरिष्ठ जनशक्ति चाहिन्छ, न्यूनतम 3 जना जनशक्ति चाहिन्छ। त्यस खालको घरको पुलबारी चाहिन्छ। त्यो भाउजूले हामीसँग 16 बाबुकामले केही विस्तार गर्न सकिरहेका छैन र पनि हाम्रो तर्फबाट जति सकिन्छ स्वास्थ्यको भवन निर्माण गर्ने हिसाबले भनौँ चाहिँ दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले भनौँ चाहिँ कुनै पनि आमा र कुनै पनि बच्चाको ज्यान जानुहुन्न भन्ने हिसाबले चलाएका हाम्रो चाहिँ अभियान भनौँ त्यो अनुरोध चाहिँ हाम्रो पालिका चाहिँ अगाडि बढेको छ भन्ने बेलामै आउँदै गरेको नयाँ वर्ष 2082 को पनि सबैमा हार्दिक अभिनन्दन शुभकामना व्यक्त गर्दै जुन उद्देश्यले चाहिँ कार्यक्रम लागेको छ यो कार्यक्रम अन्तिमसम्म भव्य रूपमा सम्पन्न हुन्छ भन्ने शुभकामना व्यक्त गर्दै मेरो छोटो मात्रामा चाहिँ धन्यवाद।